हेलो एभ्रिवान, नमस्ते, वेलकम ब्याक टु माई न्यू भिडियो। आयो तपाईँहरू सबैजना आरामै हुनुहुन्छ होला। म चाहिँ सेल्जा छेत्री बागलुङबाट, अलिअलि चिनी पनि सक्नुभयो होला। अनि आज चाहिँ मैले एउटा नयाँ भिडियो लिएर आएको छु, त्यो पनि एकदमै रमाइलो खालको। लास्टसम्म हेर्नु होला। त्यसको लागि चाहिँ खासमा हामी साथीहरू भएर नर्थ एबिसी जाने दसैँ पछिको प्लान हो। के नमिलेर अनि हाम्रो तिहार पछि भएको छ। नर्थ एबिसी जान चाहिँ एकदमै धेरै मान्छेहरू गइराख्नु भएको छ नि त। अनि अहिले एकदम धेरै प्याक छ अरे, गइरहेको साथीहरूले पनि भन्नुभएको छ। हामीले गाडीहरू यताउता सबै बुक गरिसक्यौँ। होटेलहरू चाहिँ त्यहाँ नेटवर्क नटिप्ने भएको भएर बुक भएको छैन। अनि मेरो चाहिँ यहाँ झोला रेडी हुँदैछ, अझै पनि भएको छैन। म चाहिँ आजको अघिल्लो दिन जाने भन्दा 9 गते जाने भने चाहिँ 8 गते नै मैले भिडियो क्याप्चर गरेको, किनभने भोलि छिटो जानुपर्ने हुन्छ। हतारमा क्याप्चर गर्न नपाइएला अथवा म स्टार्ट गर्न नपाम्ला भनेर हो। अनि यो चाहिँ मेरो दाइले, यो भनिहाल्छु है त, यो चाहिँ मेरो दाइले धोरपातन ट्रेक जाँदाखेरि 2074मा बनाएको लौरी हो। अनि स्टिकहरू लैजाने चलन छ नि त, चलन भन्नाले पनि स्टिकहरू लैसे सजिलो हुन्छ नि त। अनि मैले चाहिँ छ अरू स्टिकहरू पनि छ हजुरबाबाको है, तर अनि मैले चाहिँ दाइको नै लैजान्छु, सुरक्षित साथ फिर्ता गर्नु पर्ला भनेर दाइलाई चाहिँ सोधेको चाहिँ छैन। मैले यही भिडियोदेखि दाइ लगेछु है भने। अनि त्यही हो, अब हामीले जाँदाखेरि के कस्तो हुन्छ, बाटो कस्तो छ, त्यसपछि हजुरहरू जानको लागि पनि सजिलो हुन्छ इन्ट्रेस्टेड हुनुहुन्छ भने। अनि त्यो सबै कुराहरू मैले उल्लेख गर्नेछु। त्यहाँको वातावरण, त्यहाँको मौसम, त्यहाँको नेचरसँग हामीसँगै हजुरहरू पनि रमाउनु हुनेछ भन्ने आश गर्दैछु। सबै भिडियोहरू चाहिँ मेरो युट्युब च्यानलमा आउँदैछ, हेरिराख्नु है त। 5 बजी सक्यो, 5 बजी रेडी भेट्नु भनेको मै ढिला गरेँ है, हल्का उम्किँदै ढिला भयो। त्यही भएर हाम्रो मम्मीले टिका गराउनु लाएर ढिला भयो कि। अनि अब म चाहिँ साथीहरू सबैलाई पिक गर्दै जाँदैछु। हेलो गाइज, हाम्रो चाहिँ अब 2जनाको भ्लग हेर्नु होला। एकदम डिफ्रेन्ट कन्टेन्ट हाम्रो आँखाबाट नर्थ एबिसी देखाउँछौँ। अहिले चाहिँ हामी तातो पानी आइयो है त। हेलो भन्दै सबैले। हेलो, मलाई गाडी लाग्छ, म त भन्दिनँ। भन्न भाइ कस्तो हो? हेलो गाइज, अब चाहिँ हामीले यहाँ गाडीको व्यवस्था गर्दैछौँ अनि हामी गइहाल्छौँ। यहाँ चाहिँ भ्यू चाहिँ यस्तो छ है भाइ। हेलो भन। हाम्रो चाहिँ यहाँ ब्याग प्याकिङ हुँदैछ। सबैजना चाहिँ यताउता जानुभयो सु गर्नको लागि। अनि हो र मेरो लौरी फेरि खतरा हो नि। हामी यहाँनिर छौँ। अब यहीँदेखि चिसो भए है, अब हाम्रो के हुन्छ हालत। प्लस एकदम बिरामी अवस्थामा हो। हेर त मेरो। ल अहिले चाहिँ हामी तातो पानीदेखि हुमखोला जाँदै हो। अब चाहिँ 2-3 घन्टा 3 घन्टा लाग्छ अरे। बाटो कस्तो छ है। हामी चाहिँ फुल गाडी भयो, आनन्दै भयो। 3-4जना चाहिँ त्यहाँ हुनुहुन्थ्यो। एल्ना हेर, हेलो गाइज, यहाँ चाहिँ अगाडि हुनुहुन्छ अनु भन्छ। अगाडि गालाई भन्छ नि राम्रो सिट। हेलो, ठिक छ नि सिट त? ठिक छ नि? बिस्कुट सिस्कुट भाइहरू है। मेरो पानीको बोतल के भयो? कलरको बोतल हो, पिंक कलर। यस्तो राम्रो देखियो चाहिँ हजुरहरू अनलक्की हुनुहुन्छ रहेछ कि। हेर्नु त कस्तो राम्रो छ। अब हजुरहरू घर बस्नु, हामी चाहिँ यो भ्यू इन्जोय गर्छौँ। हजुरहरू चाहिँ घर बस्नु ल, हामी चाहिँ भ्यू इन्जोय गर्छौँ ल। तै सुत, म त गएँ। गाइस रियालिटी हेर्नु, वहाँ गाडी अड्केर हेर्नु त, हेर्नु के आइछ क्या। नमस्ते यार, हँसाइहाल्छ नि तिमीहरू हेर्नुको प्रतिभा देखाइहाल्छ। अझै सुत्दै हो, सुत्दै बस्छ ल।
गाइज हामी हुमखोला आइपुग्यौँ अब झरेर चाहिँ अब यहाँदेखि ल हामी यहाँदेखि हिँड्यौँ है त अलिअलि हलुङ्गो भएर अब हामी हिँड्यौँ मेरो अर्ग्यानिक स्टिक छ नि फेरि मैले हिजो भनेको छु नि अहिले चाहिँ कति बज्यो र 9:50मा हामी हुमखोलादेखि माथि हिँड्यौँ अब मेरो कन्डिसन यस्तै छ है अब कस्तो हुन्छ फर्किने बेलासम्म हेरौँ अगाडि हिँडिसक्नु भयो सबै त साथीहरू हामी चाहिँ हिँड्दैछौँ क्यामेराम्यानको साथमा चाहिँ अब हजुरहरूलाई हाम्रो फोनबाट देखिने सबै भ्यूहरू देखाउनेछ हाम्रो के अरे आँखाबाट हजुरहरूलाई देखाउनेछ हेलो अरू चाहिँ पछि आउँदै हुनुहुन्छ म चाहिँ यहाँ हिँडिदिएको त्यो बोर्डमा फोटो खिच्ने भनेर मैले फर्किँदा खिच्छु भनेर यहाँ गेट पनि छ यता पछाडि हिमाल पनि देखा यता पहाड पनि छ फेरि यस्तो रमाइलो छ ल है हामी चाहिँ यहाँ सुरुमै हिँडेको थारखोले गए हुन्छ भन्नुहुन्छ थारखोले भन्दा त धेरै राम्रो छ सन्चो नभए पनि यतिको आँट चाहिँ मान्नै पर्छ मेरो गुड सेलिजा हेलो भनिदिनु न हेलो कहाँदेखि आउनुभएको हजुरहरू हामी नेपालगञ्जबाट आएको नेपालगञ्ज टाढैदेखि हुनुहुँदो रहेछ हिँड्न सक्नुहुन्छ भन्ने कि अब हाम्रो ताल के हुने है हामी चाहिँ पहिला आयो अगाडि चाहिँ आउनुकोमा हामी 9:50 कि 40 त्यस्तै भयो 10-19 है अब कति घन्टा लाग्छ है हामीलाई चाहिँ चार्ज नि हुन्न अब यहाँदेखि माथि चाहिँ नेटवर्क पनि खासै काम गर्दैन त्यही भएर घरमा पनि फोन गरेर भनिदिइसक्यौँ हामीले चाहिँ भर्खर गरेँ कि अनि त्यही हो धेरैजना जाने चाहिँ एकदमै धेरै हुनुहुन्छ अनि आउने बेलामा बाटो चाहिँ आधी बाटोसम्म त के हो हिजो र एउटा गाउँतिर जाने बाटो जस्तै भन्ने भएको थियो धोस्तै छ कि जिपमा त एकदम एक्सपर्टहरूले चलाएको भएर नै हो राम्रोसँग आइनी बाटो चाहिँ आफ्नो पर्सनल आउँदा चाहिँ अलिक धेरै ध्यान पुऱ्याउनु पर्छ यस्तोमा चाहिँ त्यही हो रमाइलो भइरहेछ हाम्रो चाहिँ अन्डा खाएको टाइम सुरु भयो है उसिनेर लिएको थियौँ खै त्यस्तो दामी भ्यू छ है दिदी कस्तो भइरहेछ कस्तो भइरहेछ साह्रै गाह्रो थकै लागिसक्यो अहिले अब कति बेला पुग्ने वाउ यहाँ त कस्तो दामी छ है हेर्नुहोस् त यस्तै दामी निलो तर यहाँ त क्यामेरामा त्यति राम्रो निलो देखेको छैन है हाम्रो एरिया चाहिँ वहाँ पुगिसक्यौँ सबिना अब त सेता आहा भन्ने कि वहीँ बनेको बन्छ एकछिन हामी चाहिँ अहिले टाइम भनिरहेको पुल लिएर आयौँ यहाँ पुग्छ हजुर कहाँ यस्तो छ कि कन्डिसन अझै 1.5 घन्टा के दिन्छौँ र दुईटा फोटो खिचेको गति लागेन नि त्यही नि लास्टै उकालो छ है यहाँ त हुमखोलादेखि उकालो त्यसपछि फेरि ओह्रालो आउँछ भन्नुहुन्छ गएको मान्छेहरूले
भोलि पर्सि हो क्या आज नि खायो हुन्छ एउटा खायो नि पर्सि त चाहिन्न होला है दिदी रेस्ट इन पिस चाहिँ नहोला हामी चाहिँ हिँड्दैछौँ मेरो त थक गए भयो म भ्लग गर्न सकेन मेरो अन्त सिरिजाकोमा राम्रो भ्लग आउँछ है साथीहरू मेरो यस्तो उकालो है राम फर्किँदाखेरि हालत के हुन्छ होला ओह्रालो ठाडो उकालो पनि ठाडो है मान्छेहरू फर्केको मान्छेहरूको फेस हेर्ने भने त अयो भने लास्टै थकी त हामी त सोच्न नि सक्दैनौँ हामी त्यस्तो गर्दैन होला हेर्नु है हजुरहरूले कस्तो गर्छ भनेर लास्टै छ अयो यस्तो सन्चो नभएको मान्छे है अझ बिरामी हुन्छ होला झन् नजा भनी पनि आइदिएको हो कि म त तर त्यस्तो गाह्रो चाहिँ भएको छैन आउँदाखेरि पनि नहोस् सकुशल पुगेर आऊँ भन्ने हो अब हेरौँ औषधिहरू छ औषधिहरू खाएर के को रहर होला है नसुतेर भन्नुभयो होला रहरका रहर साथीहरू रहरका रहर हामी गुराँसे डाँडा आयौँ अब यहाँदेखि तल चाहिँ नेटवर्कहरू टिप्दैन अरे कि हामी गुराँसे डाँडादेखि तल अनि एउटा दाइ आउनु भएको रहेछ अनि गुराँसे डाँडा हो मलाई त कस्तो छोराको याद आएको छ अब फोन गरिहाल्छु रे कि किन सुनेनौ त्यही भन्नुभएको थियो बाबा ग्रेभ फुतफुते झर्ना आउनु लायौँ है हामी चाहिँ दुईजना अघि आइयो हामी फर्स्ट भयौँ अनि अब हामीले फोटो भिडियो गराउनु चाहिँ साथीहरू आउनुहुन्छ अनि कुर्नु पर्ला है यस्तो छ यहाँको भ्यू थकाइ पनि लाग्छ रमाइलो पनि लाग्छ यहीँ आउँदो रहेछ है बाछिटा त लाग्यो म बसित वाउ फोटो अनि क्यामेराग्राफर मैले भिडियो बनाइदिँदैछु सबैको भोलि त आएको छैन होला यस्तो छ हालत खाना भनेको हामीले फुतफुते झर्नामा अनि खाना बन्यो भने चाहिँ खाएर अनि उक्लिने 1:14 भयो वी आर हिडिङ टु सादी खर्क अनि 45 मिनट लाग्छ भन्नुभयो यहाँदेखि 45 मिनट लाग्छ भन्नु चाहिँ भएको छ अब हेरौँ अनि अब हामी गएर बस्ने भनेको बुस्केट मेला हो बस्नु सकिन्छ कि जान सकिन्छ कि सकिन्न भन्ने चाहिँ थाहा छैन नभए चाहिँ गुफाफाट आज बस्थ्यो भने भोलि बेस क्याम्प गएर बस्नुपर्छ भनेर हामी साथी खर्कै गएर बस्यौँ भने के अरे बुस्केट मेलै गएर बस्यो भने ठिक हुन्छ भनेर हो केटीहरू त उहाँ माथि पुगिसक्यो हन भाइ हाम्रो सुसम दिदीको हालत चाहिँ एकदम बिग्रियो जस्तो हो त्यहाँ आउँदै हुनुहुन्छ हालत खराब भयो छिटो आउनु भ्यू छ है यहाँ
मेरो चाहिँ बेजोकै भयो भन्न त मिल्दैन। म चाहिँ सबभन्दा सुरुमा आएर यहाँ कुरेर बसेको हो कि साथीहरूलाई, अनि बहुत धौ भा है। यो एउटा हेर्नु न बाटो कस्तो छ, एकजना मान्छे उभियो यसरी बस्यो भने चाहिँ अर्कोजनालाई त्यो हिँड्ने बाटो नपुग्ला जस्तो कि झोला ठुल्ठुलो छ नि त सबैको, त्यस्तो भइरहेछ। अनि त्यही भएर हल्का साइड दिने बाटो खोजेर चाहिँ बसेको म। मेरो साथीहरू चाहिँ पछाडि आउँदैछन्। सुसम दिदीलाई चाहिँ गाह्रो भएछ, हिँड्न सकिनँ भन्नुभएको थियो, खाना खाएपछि हिँड्न गाह्रो हुन्छ नि त। अनि म चाहिँ पहिला पुगेदियोस् सन्चो नभएर नि म एकदमै फिटै हो क्या यत्तिको भन्ने के। भोलि बिहान है के हुने हो, भोलि मलाई लेख लाग्न नि सक्छ, फेरि नलागोस्। यहाँ चाहिँ एलिना आइनु तदेखि आऊ एलिना। म फर्स्ट है, म बिरामी भएर नि एकदम उस रहेछु हो कि नै। भन के भने अब ट्रेक आउँदा त सामानै नल्याइकन बरु कपडा फेर्न पर्दैन, एउटा मात्रै घरले आउनु। यहाँ साह्रै दुःख भयो। यता बाटो छोडिदिउँ है। म त ल ल ल उहाँ चाहिँ लिर्किनु भयो, भात पनि खान्न, घर पनि जान्न भयो है गाइज। सबिना म त यही मर्छु क्या। अयो हम तो थक गए। गाइज मैं तो थक गई। अब हामी 10 मिनटमा भुस्केत मेला होइन, सादी खर्क होइन, अर्को के अरे के गुफा बुझ्नु है आफै अहिले गएर भन्छु मैले। अब त्यसपछि हामी आज सायद के अरे के भन्छ त्यसलाई, भुस्केत मेलै गएर बस्छौँ होला। तल सृष्टि दिदीहरू भेटिनु भएको थियो, उहाँले भुस्केत मेला गएर बस्छ, त्यहाँभन्दा माथि त जान सक्दैनौँ। अन्त भोलि बिहान 3 बजी उठ्यो भने फर्किन्छौँ बेलुका भन्नुहुन्थ्यो। हामी चाहिँ पर्सि फर्किने हो खास भनेको चाहिँ। अब मिलेरहेछ भने त्यो गाह्रो गरी बस्नुभन्दा भोलि नै फर्किन्छौँ होला। के हुन्छ म देखाउँछु है त। मैं तो फिर से थक गई। अयो के भन्छ अरे, अब सुसम दिदीहरूलाई कुर्न पर्ने हुन्छ, आउँदै आउनु भएर सन्चो हिँडेको हामी। गाह्रो भयो क्या दिदीलाई। अब पछाडि भ्यू चाहिँ यस्तो छ है। अयो अब गाह्रो हुँदैछ। औषधि नि खाएँ, म त औषधि खान बिर्सेरहेछु। त्यहाँ बसेर औषधि खाइयो। अनि अब हिँडेको। चार्ज पनि छैन है, पावर ब्याङ्क त ल्याह। अब पावर ब्याङ्कदेखि चार्ज गरेर भिडियोहरू बनाउनु पर्ने हुन्छ। कति धेरैजना फर्किने, कति धेरैजना जाने है। म त तिहार पछि त कम हुन्छ होला मान्छेहरू भनेको, झन् धेरै हुँदो रहेछ। सबै पछि आउँदैछन् है। अब माथि गएर सकेसम्म छिटो होटेल भन्ने भने चाहिँ एडजस्ट गरिदिन्छन् कि भन्ने हो। अब हेरौँ कस्तो हुन्छ। यस्तो छ यस्तो छ है यहाँ चाहिँ। यस्तै छ। स्काई केभ हो र? ए खै त्यहाँ रहेछ नि, खै थाहा नै भएन भाइ। हामी चाहिँ अहिले स्काई केभमा आयौँ है। यस्तो छ है गाइज। हामी रेड वाटरफल आयौँ, तर रेड चाहिँ छैन, आइसफल चाहिँ रेड वाटरफल एन्ड आइसफल। गाइज म हजुरलाई सुनाउनु यति अगाडि सरेपछि 1 घन्टा भन्छन्, अझ 10 मिनट हिँडिसकेको हुन्छौँ,
सोध्यो फेरि 2 घन्टा भन्छ के गाह्रो छ। ए आमा यता हेर त माथि भ्यू देख्यौ कस्तो राम्रो कस्तो दामी भ्यू म देखाउँछु। ए हेर्नुहोस् त कति राम्रो हिउँ कति राम्रो हिमाल हेर्नुहोस् त। हजुर घर सुतेर के पाउनु भयो बिरामी भयो भए आइ यस्तो भ्यू पाएँ मैले। घरमै हो हेर्नु त कस्तो रमाइलो भएछ कस्तो दामी तर देखि चाहिँ के गर्यो देखि हेर्नुहोस् त साथीहरू कति राम्रो छ यता नि छ फेरि छुट्टै यो छुट्टै छ। जानुहोस् हेर्नुहोस् त एउटी युवती यसरी अलपत्र परेकी छिन् बाटोमा। हेर्नुहोस् त कस्तो दामी छ राम ढुङ्गा रहेछ। हेर्नुहोस् त अर्की जुनकिरी उहाँ त एकदम रङ्गी बिरङ्गी हेलो गर्नु न हजुरहरूलाई कस्तो लाग्यो त नि राम्रो छ। आज हजुरहरूले स्नोफल देख्नु भयो है कति एक्सपिरियन्स भयो नि हजुरहरूले मक्की हुनुहुँदो रहेछ हजुरहरू। अब हेर्नुहोस् त यहाँ हाम्रो पुल आइसकेको छ हेर्नुहोस् त पुल हेर्नुहोस् त पुलमा आउनु भएको छ जुनकिरी हेर्नुहोस् त जुनकिरीलाई जुनकिरी एकदम हेर्नुहोस् त अर्की जुनकिरी जुनकिरीहरू यस्ता छन्। ओहो कस्तो बच्छ त हजुरहरूलाई सुन न गाइस घर मम्मीहरूले यसरी हिँड्न नआउँदैन हामीलाई कति रिस उठ्छ होइन बाटोभरि खोलाक्दै एक दिन हामीले खानेगाडा दसैँमा टिका लाउन मामा घर गएको अब 3 घन्टा हिँडिन्छ नि त्यो बाटैभरिमा मम्मीसँगै रिस अहिले आज 9 घन्टा तिम्रो मम्मीलाई नि फरवार्ड गरिदिउँला। हो नि यतादेखि मिल्छ ओइ फेरि छ है अहिले त हामी चाहिँ भुस्केट मेला आउन लागिसक्यौँ। अब 5 मिनट नै लाग्दैन होला भुस्केट मेला आउनलाई चाहिँ। म चाहिँ अगाडि नै छु सुसमतिर अझै पनि आउनु भएन। हामीले कति 3-4 जना दाइहरू दिदीहरूलाई चाहिँ जाँदैछन् नाति जानु भनेर भन्न खबर पठाएको छौँ। हजुर त्यही हो सबको मोबाइल अफ अनि हेलो हाम्रो दिदीहरू आइ भनिदिनु बोल्न हिँड्छौ त कहाँ बस्ने हामी आउनलाई भुस्केट मेला आउन लाग्यौँ है। अब एकदमै नजिक छौँ। यस्तो छ यहाँको भ्यू चाहिँ यस्तो छ है चिसो एकदम बढ्यो साथीहरू आउँदैछन्। हामी एकदम सन्चो हिँड्ने हामी है सुसम दिदीहरूको लागि। अब गएर वहाँ गएर बुक गर्न नि पर्यो नि फेरि त्यही भएर छिटो कुन्थ्यो दिदीहरूलाई गाइज हामी फाइनल्ली भुस्केट मेला आइयो है भनेको टाइममा आइयो साथीहरू हामी भुस्केट मेला आइसकेका छौँ। यहाँ होटेल छ है होटेल भुस्केट मेला एकदमै राम्रो छ। यहाँ चाहिँ अब हामी यहीँ बसिन्छ। अहिले 5 बज्यो अब यहाँ सबै बुक भइसक्यो अरे अब त्यही पनि भनौँ न कस्तो हुन्छ। कस्तो भयो भावलाई मिलाइदिनुहुन्छ अब हामी बस्ने चाहिँ गाह्रो छ।
अनि अझै कति बजी 5:30 भन्न लागिसक्यो अझै सुसम्पीहरू होइन लास्टै 11 भएछ क्या भन्न हामी आएर पहिले बुक गरेको भएर बस्नु पाइयो भित्र नभए चाहिँ बाहिरै खालिन पर्यो ल बल्ल पाएको बास हो यो कति धेरै स्ट्रगल बिहाइन्ड दिस लास्टै स्ट्रगल गरेर आएको यहाँ हिजो अस्ति भन्दा आज मान्छे कम भएको भएर चाहिँ गर्ल्सहरूलाई चाहिँ हल्का सजिलो हुँदो रहेछ हामी यत्तिकै सुत्दिनी हो अझ 2 जना अट्न बाँकी छ 4 जना मात्रै अट्ने जस्तो छ एडजस्ट गर्ने त हो है जादु देखिन्छ जादु 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 ए यस्तो भयो नि त यो चाहिँ खाना खाने लाइन हो है यस्तो छ यहाँ खाना खाने लाइन छ यहाँ चाहिँ पानी जमेर अनि अलिअलि हात मात्रै यसो पखालेको गाइस खाने हो दाल दाल हातले हो हाम्रो त हातले हो गाइस खाए ल मान्छेले 12 बजे आएर ट्रेन गाइस म भन्छु हामी चाहिँ के अरे खाना साना खाएर ट्रेनमा बसेर रमाइलो छ हामीलाई अनि लसुन खाँदैछौँ अब लेक लाउन सक्छ चिकित्सा बिरामी पनि हो त्यही हो देखाउ न हाम्रो भाइहरू हिरोहरू छोरा निश्चल भाइ हुन् अनि यिनी चाहिँ हाम्रो सुबोध भाइ हुन् सुसम दिदीका भाइ हुन् यो यो नाम सुबोध सुन्दाखेरि मलाई त्यो गीत याद आउँछ क्या के म हराएँ भनिदिनु त्यसले गएको हो नि त भाइ यहाँ त सिट अहिले गरम लाग्यो नहात्थ्यौ त फोटो नै सार्ने हो हामीले अरू खाएन तिम्रोमा मेरो फोटो होइन भाइ सार न ल्याऊ एयर ड्रप गरेर निस्सँग लुकिसक्यो होला नि कता गयो क्यामेरा हानेर सिक्यो टार यता हेर त्यो टिकाइले घर पुरी भयो भोलिसम्म मेरो नि यही छ टिका त बुझेकै होइन Hello guys, good morning from Biscuit Mela. अनि अनुलाई चाहिँ गाह्रो भएर अनुको मान्छे चाहिँ फिर्ता हुँदैछ हामी 8 जना भएर चाहिँ माथि जाँदै हो अब हामी एकछिनमा हिँड्छौँ तातो पानी 6 बजीसम्म 6 बजेपछि मात्रै मिल्दो रहेछ तातो पानीहरू लगाएर अनि हामीले अहिले औषधिहरू खाइसक्यौँ लेक लाउने यता त्यही हो हामी चाहिँ बुस्केट मेलादेखि अब पञ्चकुण्ड ताल अनि बेस क्याम्प हिँड्या हो अब हाम्रो यात्रा सुरु भयो यहाँदेखि 6 बजेर 5 मिनट भयो अब कति बजे पुगिन्छ बाटोमा मैले अपडेट दिइराख्छु है त देखाउँछु गर्दैन मेरो भाइ हुन् नि चाहिँ मेरो भाइ हुन् देखायो त दाई जस्ता होला नि त भाइ हुन् हजुर बुझिन ए स्विट 16 है म त धेरै बुढी भइसकेको थिएँ हेर्दा यस्तो छ है पुरै यस्तो छ है घर भन्ने कतै छैन अनि त्यहाँको होटेलहरू होमस्टेहरू होमस्टे त होइन मा चाहिँ यति टाइट गरेर तातो पानी सुधा नदिने के बिहान बिहानै है त्यसरी आइयो अनि जस फर्स्ट ट्रेक हो है रमाइलो भइरहेछ तर साथी बिरामी भएर फर्किँदाखेरि चाहिँ अलि त्यस्तो धेरै उसै भएन है धेरै नराम्रो छ अनि अर्को यहाँ हामी अघि हिँडेको ठाउँदेखि चाहिँ साथीहरू अघि नै गइसक्यो हामी चाहिँ
हिजो म साथी त अघि नै गएको थिएँ फेरि सुसम दिदी एउटा गाह्रो भयो भने जानुहुन्छ भनेर म पछि नै छु बिचमा छु पछाडि सुसम दिदीहरू अगाडि साथीहरू म चाहिँ बिचमा छु हेर्नु हिजो यस्तो छ है एकदमै चिसो छ मान्छेहरू बेस क्याम्प बसेको मान्छेहरू चाहिँ फर्किराख्नु भएको त्यो सनराइज भइसक्यो यति बेला त हिजो चाहिँ दामी एक्सपिरियन्स लिनु भएछ कि हिउँ पहिरो पनि भएछ अनि हिउँ पनि परेछ है एकछिन के भुर्रा भुर्रा टाइपको अनि आइस पनि जम्दैछ अनि बाटोमा जाने दाइहरूले चाहिँ देखाउनु भएको थियो हामी त खतरा एक्सपिरियन्स ल्यायो नि हजुरहरूको भोलि त के हुन्छ भन्दै हुनुहुन्थ्यो त्यहाँ हामी चाहिँ पछाडि नर्थ दिदी होइन्छ कि अनि उहाँ भएको भएर हामीलाई धेरै सजिलो भयो हिजो बेलुका अनुले बमिट गर्दा पनि दिदीलाई उठाएर अर्को टेन्टमा हुनुहुन्थ्यो दिदीलाई उठाएर अनि औषधिहरू दिन लगायौँ दिदीले औषधि सबै लिएर आउनु भएको थियो अनि पछाडि भाइहरू छन् भाइहरू आएको फाइदा कि हामीले माथि गएर अलिअलि केही लगाइन्छ कि भनेर केही चाहिन्छ कि भनेर सामान चाहिँ लिएको छौँ त्यही भएर एउटा ब्यागमा गराएको अनि मेरो ब्याग त दुईवटा ब्यागमा ल्याएको थियौँ मेरो ब्याग त भाइले बोक्दै खन् र सजिलो भयो अब चाहिँ 10 मिनट बाँकी है हामी पञ्चकुण्ड तालमा पुग्न पञ्चकुण्ड तालदेखि फेरि 45देखि 1 घन्टा बेस क्याम्प पुग्न लाग्छ रे जमेर आइस भाइ यस्तो भात पनि खान्न गाइस एउटा डाँडा बल्ल बल्ल कट्छौँ फेरि अर्को डाँडा आउँछ फेरि अर्को डाँडा बल्ल बल्ल कट्छौँ फेरि डाँडै त किन छोडो अब एउटा डाँडा कटिसके मे त थक गई त्यसपछि सबै होला भनेर अघि मैले 10 मिनट लाग्छ भनेको चाहिँ त्यहाँ अब ढुङ्गाहरूमा लेखिरहेको थियो कि हिजो अस्ति चाहिँ मिलेको थियो 3 आवर्स केरेर चाहिँ 30 मिनट लेखेर हिजो मैले 30 मिनटमा चाहिँ देखेँ 20 मिनट त हिँडे जस्तो लाग्छ अब 10 मिनटमा भनेको त के हुनु 1.5 घन्टा हिँडिसक्यौँ बल्ल बल्ल हेर्नु त मेरो नाक बुझेर चिसो नाक त भुइँमा झर्दा जस्तो भइरहेछ यहाँ यस्तो छ यी वातावरण यस्तो छ यी भ्यू यहाँको चाहिँ मे त फेरि थक गई बेहाल भइन्छ होला है म त मुसाङतिरको शेर्पा के भन्छ त्यतातिरको मान्छेलाई भोटेहरू जस्तो भइछु होला हेर त अब बिरामी भएको मान्छे एक्स्ट्रा केयर चाहियो नि त त्यही भएर मैले केयर गरिराखेको छु है मम्मी ड्याडी दाइ दिदी गाइज अब मैले हजुरहरूलाई के देखाउँदैछु त भन्दा गाइज वी आर इन पञ्चकुण्ड लेक गाइज यहाँ चाहिँ फोटो सेसन हुँदैछ है त हामी चाहिँ साडी लाउनु लाग्यो बहुत हावा लाग्यो है अयो अन्त यस्तो म त दिदीको साडी नभने के चोरेर लिएको सरी बटन सरी यस्तो छ है लास्टमा चाहिँ हामी 3 जना मात्र भयौँ क्लासमेटहरू चाहिँ त्यही हो हाम्रो
भ्लग हेरिदिनु होला हामीले चाहिँ मनिषाहरूलाई एकदमै धेरै सम्झेको छ मनिषा अनुलाई चाहिँ अनि तिनीहरू कहाँ पुग्यो भन्ने केही थाहा छैन मेसेज गर्न भनेको छ अब के हुन्छ हेर्दै जाउँ है त गाइज यहाँ चाहिँ लास्टै धेरै जाडो छ अनि हामीले चाहिँ साइड लाउँदा यस्तो कामेर हावा लाग्यो कि झन् हाम्रो पालामा त है हावा लाएर अहिले त पुरा अलि लाग्छ छैन नि त अनि यहाँ त पुरै त्यो ढुङ्गाहरू फाल्दाखेरि लास्टै टाढा पुग्ने कि आइस जमेर त्यस्तो भयो अरू के यिनीहरूले डेमो पनि देखाइदिन्छन् ल फाल एल्न ल त्यस्तो छ ती के भन्न चाहन्छु जाडो छ गाई तिमी हजुरले म फ्रिज भइसकेँ यार लेक मात्र होइन म पनि फ्रिज भइसकेँ ल गर 1 2 3 गो वेलकम टु नर्थ एबिसी ये घुमा न ये फाइनली गाइज अब चाहिँ हामी यहाँदेखि अब फिर्ता हुँदै हो यही हो पञ्चकुण्ड ताल धन्न सन्चो नभई पनि सक्सेसफुल्ली आइयो आरामसँग त्यही हो मैले मनिषा अनुलाई चाहिँ एकदमै मिस गरेछु अब यता नआएर पनि तल बुस्केट मेलादेखि माथि आउन सकेनन् अनु सकेन नि त्यही भएर मनिषा र अनु चाहिँ त्यो फिर्ता भए अनि म्यासेजहरू गर भनिराखेको छौँ भन्न त अनि अब नेटहरू केही चल्दैन नि त अनि आज सायद हामी नेट चल्ने ठाउँमै हुन्न होला आज पनि बस्नुपर्छ होला अनि त्यही हो भ्यू यस्तो छ फर्किँदाखेरि पनि मैले देखाउँछु है त हामी चाहिँ 2 घन्टामा बुस्केट मेला आइयो है अब यहाँदेखि खाना खाएर अनि झर्ने जाँदा 4 घन्टा लाग्यो 2 घन्टा अब सुसम्पीहरूलाई चाहिँ वेट गर्ने हामी 2:20 मा आएको छौँ अब कति बेला आउनु गाइज हामी यो के रे म त यस्तो नाम बिर्सेछु बुस्केट मेलादेखि 3:36 भा 3:37 मा चाहिँ बुस्केट मेलादेखि हिँड्यौँ अब चाहिँ हामी सादी खर्क अथवा गुफाफाट अब दुईटामा कुनमा राम्रो फेसिलिटी छ पाइन्छ पाइन्न त्यहाँ गएर बस्ने हो यत्रो बेर हामी 1 आवर 40 मिनट जति त सुसम दिदीहरूलाई पुर्रियो बल्ल बल्ल आउनुभयो अहिले छोडेर हिँडेको हामी वहाँ बुक गर्नको लागि अब यस्तै हो बाटो त अघि म आउने बेलामा देखाइरहेको छु म त कस्तो तिमीहरू यति नजिक आइछु भन्ने नै थाहा थिएन कि बाटो त मैले जाने बेलामै देखाइरहेको छु है त्यही हो अब म एकैचोटि अनि चार्ज पनि छैन कि खासै पावर ब्याङ्क त छ अझ एउटा चाहिँ डेट भइसक्यो अब म अझ एउटा पनि छैन लगाएको अब म गुफाफाटमा गएर देखाउँछु है त गाइज मैं तो थक गई हामी त माथि खाना खाने भनेको बुस्केट मेलामा अनि 8 जनालाई भनेको अनि दिदीहरू आउनुहुन्छ आधी घन्टामा हुन्छ भन्यो अनि दिदीहरू आउनलाई 1 घन्टा 40 मिनट जति लगाइदिनु भयो अनि त हाम्रो खाना त अरूले खाइदिएछ है बरु हामीले खानुपर्ने एटलिस्ट हामी त खाना पाउँथ्यौँ दिदीहरूलाई कुरेको हाम्रो खाना अरूले खाइदियो भन्ने अनि हामी त अझैसम्म भोकै छौँ अहिले कति बज्यो 4 बजेर नि माथि गइसक्यो हामी अरूले भोकै हो हामीले ल्याएको खानेकुरा त खाइरहेछौँ भात चाहिँ खाएको छैन त्यस्तै छ ओ अब यहाँदेखि चाहिँ लगभग 15-20 मिनट लाग्छ के होला त्यो के भन्छ त्यसलाई त्यहाँ पुग्न अब त भिडियो देखेर नि थाहा पाउनु भयो होला के गुफा रे के गुफा पुग्नलाई त्यहाँभन्दा तल फेरि अर्को के छ म त भन्नै आएन क्या सबै लाएर गाइज हामी चाहिँ गुफाफाटमा आएर अहिले 4:47 1 घन्टामा ठ्याक्क आयो क्या अघि नै आएको यहाँ मिलाइयो यताउता गरियो अनि आजको चाहिँ हाम्रो यस्तो छ यी रुम आज चाहिँ एकदमै ठुलै छ हिजोको त डबल छ अब आज सबै 8 जना यहाँ मिलेर सुत्ने हो अनि अब चाहिँ हामीले खतरा खाएर अब एकैचोटि बेलुकाको खाना खाने हो त्यही हो अब दिदीहरू कति बेला आउनुहुन्छ दिदीहरूलाई पुरेर बसेको हो हामी चाहिँ अब एकछिन रेस्ट गरिन्छ है एक निन्द्रा पुऱ्याइन्छ दिदीहरू हामीले चाहिँ यस्तो बनाएर खाँदैछौँ
गाइस दिदीहरु फाइनली आउनु भयो 5:30 बजे यस्तो भएको छ है हालत हेलो गाइज अहिले चाहिँ म चाहिँ एकदमै थकित भएर सुतिरहेको छु यिनीहरू चाहिँ पुरा तास खेलिरहेछन् यता यिनी पनि सुतिरहेछन् यता मेरो भाइ सुबोध पनि सुतिरहेछ 3 जना सुतिरहेछौँ बाँकी 5 जना चाहिँ मजाले यहाँ तास खेलिरहनु भएको छ म चाहिँ बोल्न पनि सकिरहेको छैन गाइज जान्दिनँ यतिकै सिकाइदिई खेल्न दिदीहरूसँग हाम्रो भाइ खेल्नु भएको छ गाइज अब चाहिँ हाम्रो यहाँ खाना खाने बेला लाग्यो अनि यस्तो टोकन हुन्छ है यहाँ चाहिँ अनि यो टोकन हरायो भने चाहिँ खाजा खान पाइन्छ 1000 रुपियाँ एक्स्ट्रा तिरेर खाइम ल आज फर्स्ट खाना हो कि हामी बिहान खाएको छैन केही देखिन्न तर हेलो गुड मर्निङ अब चाहिँ हामी घर रिटर्न हुँदै हो एकदमै पानी परेछ रातभरि चाहिँ अब केही नगराइकन डाइरेक्ट घरमा गएर भेटौँला है त बाटो चाहिँ एकदमै चिप्लो छ अब कसरी जाने हो भन्ने हो रेनकोटहरू त सबै लिएर आएको छौँ के भन्नु छ आइजाऊ हेलो गाइज होइन के यस्तो भइचमी होइन हामीले गाइज हामी चाहिँ अब गुफापाहाडदेखि घर जाँदै हो यस्तो छ हामी के भन्छ अरे उस भइचम के हाम्रो हालत यस्तो छ म अघि जान्छु दिदीलाई देखाउँछु बेहाल छ यस्तो छ हालत हाम्रो हेर ओइ घरमा आएर फ्रेस भएर अनि ड्याडी मम्मीलाई सबैलाई भेटेर अनि एकदमै आत्तिनु भएको रहेछ हजुरबा पनि त्यो फोन नलाउने ठाउँमा यसरी त तिमीहरूले छोड्न हुन्छ जान दिनुहुन्छ कस्तो लापरवाही गरेका हुन् भनेर कराउनु भयो रहेछ हजुरबाबाले चाहिँ अनि अहिले चाहिँ सबै ठिकै छ अनि मलाई चाहिँ एकदमै धेरै हुन्छ नि आफ्नो घरको खानाको एकदमै धेरै खाना मिस भइरहेको थियो अनि मम्मीलाई बाटैमा सुसम दिदीको देखि अनि खाना पकाएर राख्नु है त्यही नि खसीको मासु भात खानु मन लाग्यो भनेर अनि खानासाना खाएर अनि म फ्रेस भएर आएँ अहिले चाहिँ अनि त्यही हो भिडियो लामो भयो अनि अब के भन्छ अरे मेरो फर्स्ट ट्रेक थियो नि त एक्सपिरियन्स एकदमै राम्रो भयो मेरो लागि चाहिँ अब साथीहरू बिरामी हुने यताउता बाटो लगाएपछि त हुन्छ नि त धेरै कुराहरू अब त्यो त छँदैछ त्यसको त छुट्टै अब टेन्सनदेखि लिएर हरेक कुरा भइहाल्यो अरू कुरा चाहिँ एकदमै ठिकै छ मलाई चाहिँ एकदमै राम्रो लाग्यो ओर्थिट लाग्यो त्यो ठाउँ चाहिँ हजुरहरू पनि जान सक्नुहुन्छ 3 दिनकै ठिकै छ 2 दिनलाई भन्दा 3 दिनलाई आफ्नो शरीरको पनि ख्याल गर्नु पर्यो नि सिधै माथि गएर तल फर्किँदाखेरि आफ्नो ज्यानलाई पनि गाह्रो हुनसक्छ अनि आफू पनि त्यहाँ उस हुन गाह्रो हुन्छ त्यही भएर चाहिँ 3 दिनको गर्नुभयो भने राम्रो हुन्छ इफ जानुभयो भने अनि मलाई फेरि अरू यो ब्लगमा चाहिँ कस्तो हुन्छ यो लामो हुनसक्छ अनि प्लस यस्तो हजुर त्यहाँ के अरू नेचुरलै साउन्ड छ नि त अनि त्यही भएर मैले चाहिँ अरू कुनै पनि साउन्ड नजोडिकन नेचुरलै नेचरको साउन्ड खोलाको साउन्ड हुन्छ नि चराचुरुङ्गीको साउन्ड सबै साउन्डहरू ओरिजिनलै राख्छु अरू साउन्डहरू एड गर्दिनँ भन्ने विचारमा छु अनि त्यही गरिरहेको छु अनि अहिलेसम्म हेरिदिनु भएकोमा एकदमै धेरै धन्यवाद सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब गरिदिनु होला बाई किप वाचिङ